एकचोटि हामी सारा नेपाली जनताले सुन्न र बुझ्नै पर्ने भिडियो एकचोटि हेर्नुहोस्। बुवा हजुरबुवाहरूले राजतन्त्र हटाउनु भयो नि त। आज चाहिँ हामीले राजालाई सपोर्ट गर्दाखेरि के पाइन्छ होला त? होइन, यस्तो छ, हाम्रो बुवा हजुरबाले हटाएको होइन भयो। यो एउटा विदेशीको जुन किसिमको डिजाइन भयो र हाम्रो नेपालको नेताहरू बिक्री भएको कारणले गर्दाखेरि हाम्रो नेपाली जनतालाई हामी जस्तो नेपाली जनतालाई एउटा भ्रम विषको खेती ल्याएर रोप्यो। अहिले यो देखियो होइन, जनसागर अहिले नेपाली जनतालाई नेपाली जनता यो भ्रमभन्दा बाहिर आयो कि यो राष्ट्रको लागि राजा चाहिँदो रहेछ, नेता हुँदैन रहेछ। नेताले जतिखेर पनि यो मुलुक बेच्न सक्दो रहेछ भन्ने आज प्रत्येक नेपाली जनता युवामा यो एउटा जनचेतना जागेको छ। के हुन्छ त राजा आइसकेपछि के हुन्छ? अब यही रहन्छ, सबै सिद्धान्तहरू सबै यही नै रहन्छ। फ्रिडमै सबै रोकिने भन्ने कुरा मान्छेले सोचेका छन्, त्यो हुँदैन। राष्ट्रपतिको ठाउँमा हाम्रो राजा श्री 5 बस्नुहुन्छ होइन, अरू ठाउँमा हाम्रो जनताबाटै चुज भएर प्रधानमन्त्रीहरू आउने हो। सब जनताको चुज गरेकै प्रधानमन्त्री हुने हो, तर टाउकोमा बाउ भनेको बाउ हुने हो। के भइरहेछ आज? आज बवाल भइरहेछ हो। राजा साहब आइसकेको छ। अब राजा साहब तिनजना किन हुनुहुन्छ बाइकमा? पहिला मेरो मर्जी। अब राजा आएपछि यस्तो नपाइएला नि त। राजा आएपछि नगरौँला नि त। राजा हाम्रो देश आउनु पर्छ। म जस्तो उमेरको केटाहरूले के पाउँछन् त अब? तपाईँ हामीले विदेश जानु परेन नि त। पक्का पक्का